तपाईहरुलाई 3W लर्निङ्समा स्वागत छ। आज हामीले भिलानको सिरिजमा जुन हामीले पहिला एक्सेस र ट्रङ्क मोडको डिस्कस गरेको थियौं त्यसलाई चाहिँ सिस्कोको प्याकेट ट्रेसरको मद्दतले बुझ्न प्रयास गर्नेछौं, सानो ल्याब गर्नेछौं। र तपाईले यहाँ हेर्न सक्नुहुन्छ मैले एउटा फाइल बनाएर राखेको छु। जस्तै हामीले पहिला भनेको थियौं त्यो भिडियोमा रिफर गरेको छौं, त्यसरी नै हामीसँग के छ त स्विच 1 र स्विच 2 छ, जसको फास्ट इथरनेट 0/24 पोर्ट चाहिँ एउटा केबलले जोडिएको छ र स्विच 1 मा मसँग PCA र PCC छ, जसको आईपी एड्रेस क्रमशः 192.168.1.2 र 1.3 छ र PCB र PCD चाहिँ स्विच 2 मा जोडिएका छन्, जसको आईपी एड्रेस 1.4 र 1.5 छ। अहिले हामीसँग केही पनि कन्फिगरेसन छैन, मैले केही सेटअप गरेको छैन। त्यसले गर्दाखेरि तपाईले यहाँ हेर्नु भयो भने अहिले पिङ गरेर हेरौं 1.5 मैले A बाट B मा पिङ गर्दै छु, जसको आईपी एड्रेस 1.5 छ, यहाँ देख्न सक्नुहुन्छ। कहिले पनि पिङ हुन सक्छ। यो किन सम्भव भयो भन्दाखेरि जबसम्म हामी केही पनि कन्फिगरेसन गर्दैनौं सिस्को स्विचेसहरुमा सबै पोर्टहरु केमा हुन्छन् त बाइ डिफल्ट VLAN 1 मा हुन्छ। अब हामी के गरौँ त बिस्तारै कन्फिगरेसन गर्दै जाउँ र कसरी MAC एड्रेस लर्न गर्दो रहेछ, कसरी VLAN कम्युनिकेट हुँदो रहेछ, कसरी ट्रङ्क हुँदो रहेछ, त्यो कुराहरु बुझ्न प्रयास गरौँ है। अब स्विच 1 मा जाँदै छ। स्विच 1 मा हेर्नु भयो भने तपाईले के देख्न सक्नुहुन्छ। अब कन्फिग गरौँ, VLAN क्रिएट गरौँ, डाटाबेस VLAN 10 यसरी क्रिएट गर्न सक्छौं कन्फिगरेसन मोडमा। अरु केही पनि कन्फिगरेसन नगरौँ अहिलेको लागि र के गरौँ त भन्दा फास्ट इथरनेट 0/1 लाई चाहिँ VLAN 10 को मेम्बर बनाऊ है। इन्टरफेस फास्ट इथरनेट 0/1 हामी स्विच 1 मा छौं। सो स्विच पोर्ट मोड एक्सेस मोडमा लानु पर्यो यसलाई, अनि स्विच पोर्ट एक्सेस VLAN 10 बनाए। तपाईले के देख्न सक्नुहुन्छ, यो पोर्टको स्ट्याटस चाहिँ एम्बरमा चेन्ज भयो। भन्नुको मतलब यसले सबै कुराहरु रिकन्फिगर गरेर रिलर्न गर्दैछ। स्पेशली भन्नुपर्दा स्प्यानिङ ट्रीको प्रोटोकलको चेकिङ गर्दैछ। एकैछिन यसलाई अन आउन दिउँ र कम्युनिकेसन हुन्छ कि हुँदैन हामी हेरौँ है त एकचोटी। यही बेलामा एउटा कुरा पनि गरौँ, PCA को MAC एड्रेस चाहिँ हामीले के भनेको छौं त भन्दा AAA डिफाइन गरेको छौं। अहिले हामी हेर्न सक्छौं। अब जाउँ है, सबभन्दा पहिला फास्ट 0/1 मा के लर्न गरेको छ। सो MAC एड्रेस टेबल भनेर हेर्नु भयो भने के देख्नु सक्नुहुन्छ, आछेन। किन आछेन भन्दा मैले यहाँनिर पिङै सुरु गरेर हिँड्छु, कुनै एक्टिभिटी नभएकोले गर्दाखेरि म फेरि पिङ गर्छु। अब पिङ त हुन सक्दैन। किन पिङ हुन सक्दैन भन्दाखेरि मेरो PCA केमा छ त VLAN 10 को एक्सेस मोडमा छ र जसलाई कम्युनिकेसन गर्दै छु PCB चाहिँ केमा छ त VLAN 1 मा छ, त्यो पनि स्विच 2 को। अब यहाँ गएर अब के एक्टिभिटी भयो, अब MAC एड्रेस के लर्न गर्यो हेर्यौ हैन त। यो MAC एड्रेस टेबलमा फास्ट 0/1 मा चाहिँ AAA भनी जसको यसको PCA को MAC एड्रेस छ त्यो तपाईले देख्न सक्नुहुन्छ। त्यो पनि VLAN 10 मा है। कम्युनिकेसन भएन। अब यसलाई पनि के गरौँ त हामीले स्विच 2 को पोर्ट नम्बर 0/2 लाई पनि के गरौँ त चेन्ज गरौँ है। सबभन्दा पहिला कन्टी त्यसपछि इन्टरफेस VLAN डाटाबेस क्रिएट गरौँ। VLAN डाटाबेस क्रिएट नभएसम्म हामीले असाइन गर्न सक्दैनौं। VLAN 10 एक्जिट इन्टरफेस नाम पनि दिन मिल्छ, मैले दिइनँ अहिले सिम्प्लिसिटीको लागि। इन्टरफेस फास्ट 0/2 गरे स्विच पोर्ट मोड एक्सेस है, अनि स्विच पोर्ट एक्सेस VLAN 10। सिमिलरली तपाईले के देख्न सक्नुहुन्छ, अब स्विच 2 को फास्ट 0/2 पनि के भयो त VLAN 10 को एक्सेस मोडमा असाइन भयो नि। अब कम्युनिकेसन हुन्छ कि हुँदैन एकचोटी हेर्दै जाउँ। स्टिल म यसलाई के गर्छु, पिङ कन्टिन्यू गरेर राख्छु। n मैले 100 गरेँ भने यसले के गर्छ 100 चोटीसम्म पिङ गरिराख्छ, नभए 5 चोटी मात्रै गर्छ। सो 4 चोटी गर्दो रहेछ। अब पिङ लेट्स सी। अब अन्त भयो, अझै पनि पिङ हुन सकेन। किन पिङ हुन सकेन भन्दाखेरि तपाईको फास्ट 0/1 बाट के भयो त ट्राफिक फ्रेम आयो। 0/1 मा के भयो त VLAN 10 ट्याग भयो है। हामीले अस्ति डिस्कस गरेका थियौं त। अब यसलाई के हुन सक्छ त, यो दुईटा किसिमबाट निस्किन सक्छ। आइदर 10 कै मेम्बर VLAN एक्सेस हुनु पर्यो कुनै पोर्ट, त्यो हामीसँग छैन अहिले। र अर्को के हुनु पर्छ त, अर्को ट्रङ्क हुनु पर्छ है। हामी के गरौँ त यसलाई ट्रङ्क बनाऊ है फास्ट 0/24 लाई है। कन्टी इन्टरफेस फास्ट इथरनेट 0/24 स्विच पोर्ट मोड
ट्रङ्क, मैले यसलाई ट्रङ्क बनाएँ। त्यस्तै गरेर यतापट्टिको पनि नगर्दा पनि अटोमेटिकली ट्रङ्क त कन्भर्ट हुन्छ होइन। म के गर्छु यहाँ यसलाई पनि ट्रङ्क बनाउँछु है। इन्टरफेस फास्ट इथरनेट 0/24 स्विच टुको लागि पनि स्विच पोर्ट मोड ट्रङ्क। अब यो पनि ट्रङ्क भयो। एकैछिन यसले के लिइरहेछ त फेरि स्प्यानिङ ट्री क्यालकुलेट गरिरहेछ, प्रोभिजन गरिरहेछ। ल यताको अन भयो। अब सायद कम्युनिकेसन पनि हुन्छ होला, यताको अन आउने बित्तिकै हेर्दै जाउँ त। ओके हेर्नुहोस् त तपाईँले के गर्न पठाउनु भयो त, अब पिङको रेस्पोन्स पाउनु भयो है। पिङको रेस्पोन्स पाउनु थाल्नु भयो। अब यहाँनिर हेरौँ है। अब इन्ट्रेस्टिङ चाहिँ अब म्याक एड्रेस टेबल हेरौँ है। यसको म्याक एड्रेस टेबल ए थियो, यसको म्याक एड्रेस चाहिँ बीबी राख्न नदिएर मैले फरक राखेको छु कि एकचोटि चेक गरौँ है। म्याक एड्रेस के छ यसमा बीबी, लास्टमा चाहिँ बीबी रहेछ। बीबी मलाई राख्न दिएन प्याकेट ट्रेसरले। अब म्याक एड्रेस टेबल कसरी बिल्डअप भइरहेछ एकचोटि बुझौँ। यो बुझ्नुभयो भने भिलान एकदम सजिलो हुन्छ। सो म्याक एड्रेस टेबल है हेरौँ है। म्याक एड्रेस टेबलमा हेर्नुभयो भने PCA को म्याक जुन चाहिँ ए छ उसको म्याक के भइरहेछ 0/1 मा भिलान 10 मा लर्न भइरहेछ है। त्यस्तै गरेर PC जुन हाम्रो बी छ, PCB को जुन बीबी भन्ने म्याक छ कुनमा त भिलान 10 मा नै कहाँ लर्न भइरहेछ त 0/24। भन्नुको मतलब के रहेछ त भन्दा यहाँबाट फ्रेम आयो 192.168.1.5 द्याट इज PCB जानको लागि पोर्ट नम्बर 24 बाट निस्किनु पर्ने रहेछ भनेर लेखे गरिरहेछ, जनाइरहेको छ। अब फ्रेमको मुभमेन्ट हेरौँ है हामीले कसरी हुन्छ। यहाँबाट फ्रेम आयो, ट्याग भयो। हाम्रो ट्रङ्कले के भनेको थियौँ, ट्रङ्कले के गर्छ भिलानलाई ट्यागलाई प्रिजर्भ गर्छ। 802.1q को ट्यागलाई के गर्छ प्रिजर्भ गर्छ। उसले 10 नै के गरेर गयो त क्यारी गरेर गयो। 24 पनि ट्रङ्क हो, त्यसले गर्दा उसले केही पनि चलाएन। त्यसपछि फेरि के भयो त यहाँनिर निस्किने बेलामा यहाँबाट निस्क्यो भनेको छ है। PCB लाई हेर्नुहोस् है, यसको पनि म्याक एड्रेस टेबल हेर्नुहोस् है। सो म्याक एड्रेस टेबल हेर्नुभयो भने बीबी भन्ने चाहिँ केमा लर्न गरिरहेको छ त उसले फास्ट इथरनेट 0/2 मा लर्न गरिरहेको छ, त्यो पनि भिलान 10 मा। दिस इज हाउ इट वर्क्स। अब यसलाई एकचोटि सिमुलेसन मोडमा हेरौँ है त। म सानो एउटा तपाईँहरूलाई यहाँ पिङको एउटा ICMP को यहाँदेखि यहाँसम्म पठाइरहेको छु र यसलाई के गर्छु प्ले गर्छु। फ्रेम आयो, ICMP आइरहेछ, फेरि यहाँ गयो। अब यसलाई यहाँनिर एकचोटि पज गरौँ र हेरौँ है त के भइरहेछ। यसलाई हेर्नु भने तपाईँले के देख्नुहुन्छ त यहाँनिर, जस्ट वेट। यो PCA इथरनेट रिसिभ्स अ फ्रेम, यहाँनिर सबभन्दा ट्रङ्कमा आएको फ्रेमलाई चाहिँ हेरौँ है। सोर्स IP 1 र 2 ले पठाएको छ, 1 र 5 लाई नै पठाइरहेको छ। त्यसो त ICMP प्रोटोकल रहेछ, ICMP को प्याकेट रहेछ। TTL अरूमा नजाउँ, हाम्रो यो कन्सर्नको विषय भएन। त्यसपछि के छ सोर्स म्याक डेस्टिनेसन म्याक कहाँबाट आइरहेछ, सोर्स म्याक A डेस्टिनेसन BB, ठिक छ। अब आउटबाउन्ड निस्किने बेलामा के भइरहेछ त है त, निस्किने बेलामा जुन ट्याग भएर आएको थियो नि त ट्यागलाई उसले प्रिजर्भ गरेको छ है। जस्तो यहाँ देख्नुहोस् त, यहाँ हेर्नुहोस् त यो के रहेछ TPID भिलान चाहिँ ट्याग भएको छ 0x8100 र कतिमा ट्याग भएको छ त भनेर हेर्नु भने यो भिलानको मैले भनेको थिएँ 0x8100 चाहिँ के रहेछ त 802.1 को आइडेन्टिफायर हो है। उसले के भनिरहेको छ यो चाहिँ ट्याग फ्रेम हो र ट्याग नम्बर चाहिँ कति गरेर रहेछ त भन्दा हेक्साडेसिमल 0x000A। ए भनेको के हो त भन्दा हेक्साडेसिमलमा 10 हो भनेको 10 चाहिँ के भइरहेछ त ट्याग भइरहेछ। अब यही कुरा तपाईँले फेरि के गर्न सक्नुहुन्छ, यहाँ गएर हेरौँ त, एक स्टेप अगाडि जाउँ। यहाँ पनि ट्याग के हुनुपर्छ प्रिजर्भ भएको हुनुपर्छ। सिमिलरली ट्याग यहाँ एकैछिन है, हामीले आउटबाउन्ड हेऱ्यौँ। आउटबाउन्डमा के हुन्छ दुईवटा छ, इनबाउन्ड र आउटबाउन्ड छ यहाँनिर। सो इनबाउन्ड भनेको 24 बाट छिर्ने बेलामा 24 स्विच 2 मा, आउटबाउन्ड भनेको 24 को 0/2 बाट निस्किने बेलामा है। म इनबाउन्डमा हेरौँ, इनबाउन्डमा के भएर आइरहेछ भिलान 10 हेर्नुहोस् त TCI 10 नै ट्याग भएर आइरहेछ। रिसिक्ने बेलामा के भइरहेछ त इज अ प्लेन फ्रेम है, आउटबाउन्ड सरी यहाँ हेर्नुभयो भने आउटबाउन्ड हेर्नुभयो भने तपाईँले के देख्न सक्नुहुन्छ त ट्यागमै पनि छैन, इट्स अ नर्मल फ्रेम नाउ। फेरि म रिकल गर्दैछु यसलाई, अब म रियल टाइममा जाँदैछु।
1.2बाट फ्रेम आयो है 0/1 मा VLAN 10 एक्सेस मोडमा ट्याग भयो त्यो ट्याग प्रिजर्भ गरेर ट्रङ्कले क्यारी गरेर लिएर आयो त्यसपछि 0/2 ले के देख्यो त भन्दा बी जानको लागि 0/2 को एक्सेस मोडमा जानुपर्छ VLAN 10 मा यो छ भनेर देखियो त्यसपछि के भयो त 1.5 मा गयो हामीले भनेको कुराहरू के भयो त इजिली के भइराछन् त एचिभ भइराछन् अब एकचोटी हेरौँ है त PCC र PCD कुरा हुन्छ कि हुँदैन होला पर्यो पिङ 192.168.1.4 मा इज वर्किङ हामीले केही पनि चलाएको छैनौँ तर इज वर्किङ है किन भन्दा बाइ डिफल्ट के हुन्छ त सिस्को स्विचमा कुनै पनि पोर्ट कन्फिगरेसन गरेका छैनौँ पिसी जोड्यो भने त्यो VLAN 1 को मेम्बर हुन्छ दुईटै के भयो त VLAN 1 को मेम्बर भयो र ट्रङ्कले के गरिरहेछ जबसम्म हामी रेस्ट्रिक्ट गर्दैनौँ सबै VLAN लाई क्यारी गरिरहेछ लेट्स कन्भर्ट टु VLAN 20 है अब म एउटा यो पोर्टलाई चाहिँ के गर्छु 0/2 लाई चाहिँ VLAN 20 मा कन्भर्ट गर्छु पहिला त VLAN नै क्रिएट गर्नु पर्यो VLAN 20 सो इन्टरफेस फास्ट इथरनेट 0/ कति छ हाम्रो 2 स्विच पोर्ट मोड एक्सेस स्विच पोर्ट एक्सेस VLAN 20 मैले यसलाई क्रिएट गरेँ त्यो एम्बर बल्यो एम्बर बलेपछि म एकचोटि पिङ पनि गरेर हेर्छु यहाँनिर फिजिकल PCबाट एकछिन अन हुन दिउँ कतिलाई पिङ गर्नुपर्ने थियो 1.4 लाई कन्टिन्युस नै गरौँ -EN मैले 100 गरेँ 100 गर्दाखेरि हेरौँ है त के भइरहेछ एकछिन एम्बर छ यसलाई लेट्स वेट फर सम टाइम अझै पनि एम्बर छ यहाँ देख्न सक्नुहुन्छ अरेन्ज कलर अब के हुन्छ पिङ हुँदैन किन भन्दा यो के भयो त VLAN 20 को मेम्बर भयो एक्सेसमा VLAN 20 ट्याग गरिरहेछ यसले क्यारी गरेर लगे पनि अब तपाईँले यहाँ के देख्नु एकचोटि हेरौँ है त इन्ट्रेस्टिङ अब यसको म्याक कति छ एकचोटि म्याक यसको लास्टमा DD छ है यो स्विचमा हेर्नु भने DD को म्याक चाहिँ कतिमा लर्न गरिरहेछ सो म्याक एड्रेस टेबल लर्न एक्टिभिटी भएको छैन म लर्न नगरे पनि हुनसक्छ होइन DD को म्याक VLAN 1 मा कुरै मिलेन हेर्नुहोस् है मेरो CCCC चाहिँ VLAN 20 ट्याग अनि PC चाहिँ D चाहिँ के भयो त VLAN 1 ट्याग दुईटाको के हुन सकेन नि त पुरा हुन डिफ्रेन्ट कलर भयो के अब के गरौँ त एकछिन VLAN स्विच 2 को PCD लाई पनि के गरौँ त एकचोटि VLAN 20 एक्जिट इन्टरफेस फास्ट इथरनेट 0/1 छ स्विच पोर्ट मोड एक्सेस स्विच पोर्ट एक्सेस VLAN 20 यस अब एम्बर बोलिरहेछ एकछिन वेट गरौँ एकैछिनलाई वेट गरौँ र हेरौँ है म्याक एड्रेस टेबलमा के हुँदो रहेछ पहिला पिङ हुन दिउँ त्यसपछि म्याक एड्रेस टेबलको चेन्जेस हेरौँ है अहिलेको हेर्नुहोस् है तपाईँको के छ कुन थियो DD भन्ने मेसिन कतिमा छ त यहाँनिर चेक गर्नुभयो भने VLAN 1 मा छ है कहाँबाट जानुपर्छ भनिरहेको छ स्विच 2 बाट जाने हो भने 24 बाटै जानुपर्छ भनेर अब के हुनुपर्छ त यो 24 मा सब कन्फिगरेसन सेम यो VLAN चाहिँ केमा चेन्ज हुनुपर्छ त 20 मा चेन्ज हुनुपर्छ लेट्स वेट एन्ड सी मैले पिङ गरिरहेको छु त्यसको मतलब भइरहेको होला यहाँनिर यसरीको पिङ त आइसक्यो चेन्जेस हेरौँ है हेर्नुहोस् त DD कतिमा आइरहेछ VLAN 20 त्यो पुरानो टेबल चाहिँ एकछिन टाइम लाग्छ मुभ भनेर हेर्नुभयो भने अब DD भन्ने VLAN चाहिँ अथवा DD भन्ने म्याक एड्रेस चाहिँ के भइरहेछ त VLAN 20 मा पोर्ट नम्बर 0/24 मा दिस इज हाउ VLAN वर्क्स ट्यागिङ एन्ड अनट्यागिङ वर्क्स अब बुझ्नुभयो होला है अब हामी आउने सेसनमा चाहिँ मैले एउटा प्रश्न गरेको थिएँ तपाईँहरूलाई एउटा PC यहाँ VLAN 10 मा छ एक्सेसमा यहाँ पनि बिचमा एक्सेस छ 10 छ यहाँ 20 छ एक्सेसमा यहाँ 20 छ भन्यो भने काम गर्छ कि गर्दैन भनेर सोधेको थिएँ त्यसको बारेमा अर्को सानो ल्याब हेर्नेछौँ र तपाईँले यो फाइल चाहिँ मैले जुन भिडियोमा दिएको लिङ्कमा चाहिँ दुइटै अनकन्फिगर्ड पनि कन्फिगर्ड यसको सल्युसन पनि त्यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ थ्याङ्क यू भेरी मच यस्तै गरी मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला हामी इन्ट्रेस्टिङ टपिकहरू फ्युचरमा लिएर आउनेछौँ हस् थ्याङ्क यू